यो भन्दा करिब 2000 वर्ष अगाडिको कुरा हो। एउटा सानो गाउँको छेउमा ठुलो र पुरानो घर थियो। त्यो घर वरिपरि हरियो बगैँचा, रुखहरू र अन्न राख्ने गोदाम पनि थियो। त्यही घरमा एउटा बिरालो बस्दथ्यो। त्यो बिरालो अरू बिरालो जस्तो चलाक थिएन। ऊ सोझो र अरूलाई सजिलै विश्वास गर्ने स्वभावको थियो। घरका मालिकले उसलाई मुसा समात्नका लागि पालेका थिए। तर बिरालो धेरै समय घाममा सुत्न र आराम गर्न मन पराउँथ्यो, किनकि ऊ अल्छी थियो। त्यही घरको गोदाममा एउटा सानो मुसा पनि बस्दथ्यो। त्यो मुसा भने निकै चालाक र बुद्धिमानी थियो। ऊ सधैँ सावधानीपूर्वक हिँड्थ्यो र वरिपरि के भइरहेको छ भनेर ध्यान दिइरहन्थ्यो। एक दिन बिहान घरका मालिकहरू बाहिर गएका थिए। घर शान्त थियो। बिरालो घाम लाग्ने ठाउँमा आरामसँग सुतिरहेको थियो। उता मुसा भने गोदामबाट निस्केर बिस्तारै भान्सातिर गयो। त्यहाँ धेरै स्वादिला चिजहरू थिए, चामल, रोटीका टुक्रा र केही सुक्खा फलहरू। मुसाले खुसी हुँदै भन्यो, आज त मेरो निकै राम्रो दिन रहेछ। तर अचानक उसले एउटा आवाज सुन्यो, म्याउ म्याउ। मुसाले पछाडि फर्केर हेरे, बिरालो त्यतै आउँदै रहेछ। मुसाको मनमा तुरुन्तै एउटा योजना आयो। मुसा बिरालो देखेर भागेन, बरु शान्त उभिएर बस्यो। बिरालो मुसाको नजिक आयो र मुसालाई हेर्दै भन्यो, ओहो, आज त मलाई सजिलै खाना भेटियो। मुसाले डराएको जस्तो अभिनय गर्यो, तर उसको दिमागमा भने अर्कै योजना चलिरहेको थियो। उसले भन्यो, बिरालो दाइ, मलाई खानु अघि एउटा कुरा सुन्नुहोस्। बिरालो अलि अचम्म मान्यो र बिरालोले भन्यो, के कुरा? मुसाले भन्यो, घरका मालिकले आज नयाँ चिज ल्याएका छन्। त्यो त झन् स्वादिलो छ। यदि तपाईँले मलाई अहिले खानु भयो भने त्यो ठुलो स्वाद छुट्ने छ। हजुरले खान पाउने छैन। बिरालो भने अलि लोभी स्वभावको थियो। उसले सोचे, साँच्चै होला कि? बिरालोले मुसालाई भन्यो, ठिक छ, मलाई त्यो चिज देखाउ त, कहाँ राखिएको छ? मुसाले बिरालोलाई भान्साको अर्को कोठातिर लग्यो। त्यहाँ एउटा ठुलो काठको बाकस पनि थियो। मुसाले भन्यो, बिरालो दाइ, त्यस बाकसभित्र धेरै स्वादिलो खाना राखिएको छ। बिरालो उत्साहित भयो। खुसीले गदगद भएर उसले बाकसभित्र हेर्न खोज्यो। तर बाकसको ढक्कन भारी थियो। बिरालो भित्र हेर्न झुक्यो। त्यही मौका पाएर मुसा चुपचाप भागेर सानो प्वालभित्र पस्यो। बिरालोले पछाडि फर्केर हेर्दा मुसा गायब। अनि बिरालोले निकै पछुतो गर्यो। उसले भन्यो, म त कति सोझो रहेछु। मुसाले मलाई सजिलै झुक्कायो। त्यस दिनपछि बिरालोले एउटा कुरा सिक्यो, लोभ र हतारले कहिल्यै राम्रो परिणाम दिँदैन रहेछ। त्यसपछि बिरालो अझ सावधान हुन थाल्यो। उसले अब अरूको कुरा तुरुन्त विश्वास गर्दैनथ्यो। मुसा पनि आफ्नो प्वालभित्र पसेर रमाइरह्यो। अनि मुसाले भन्यो, बुद्धि र धैर्य प्रयोग गरियो भने सानो प्राणीले पनि ठुलो समस्याबाट बच्न सक्दो रहेछ। त्यसैले नानी बाबुहरू हो, आज हामीले यो कार्टुनबाट ठुलो पाठहरू सिक्यौं। बुद्धि बलभन्दा ठुलो हो। लोभ गर्दा मानिस सजिलै धोका खान सक्छ। सानो भए पनि बुद्धिमान भए समस्या समाधान गर्न सकिन्छ। ल, अब नानी बाबुहरू, आजको पाठ यति नै। अर्को भिडियोमा भेटौँला है त।